हामी नेपालीहरूलाई सजिलोका लागि बोलीचालीमा हामी नेपाली स्कुल भन्छौँ, तर अब यहाँको क्यानाडा गभर्मेन्टको अथवा पिल डिस्ट्रिक्ट बोर्डको भनाइअनुसार चाहिँ यो इन्टरनेसनल ल्याङ्ग्वेज प्रोग्राम अन्तर्गतको एउटा इन्टरनेसनल ल्याङ्ग्वेजमा धेरै क्लासहरू हुन्छ, त्यो मध्येको एउटा नेपाली क्लास हो। त्यसका हाम्रा 4जना शिक्षकहरूलाई मैले अतिथिको रूपमा आमन्त्रण गरेको छु। त्यसकोमा म उहाँहरूलाई स्वागत गर्छु। मनिषा पन्त हुनुहुन्छ, त्यसै गरी प्रतिभा आचार्य, टिकाराम पौडेल र भरत पण्डित, यहाँहरू सबैजनालाई मैले एकमुष्ट स्वागत गरेँ। धन्यवाद। नमस्ते हजुर। अब यो आजको प्रसङ्ग यो खालि इन्टरभ्यू टु वे इन्टरेक्सन भन्दा पनि यहाँहरूले भलिन्टियरली काम गरिरहनु भएको छ, किनभने यो यहाँहरूको मुख्य अब मेन पेसा भनौँ न, यहाँ अब अकुपेसन भन्छ त्यो होइन। यहाँहरू आफ्नो आफ्नो काम गर्नुहुन्छ, तर केही समय छुट्याएर हप्तामा एक दिन यहाँहरूले नेपाली समुदायका लागि सेवा गरिरहनु भएको छ र नेपाली समुदायका विशेष गरी ब्राम्पटन, मिसिसागा लगायतको एरियामा बसोबास गर्ने अभिभावकहरूले पनि यहाँहरूलाई चिनिरहनु भएको छ। अब तथापि यो नेपाली होल प्रोग्राम कसरी गइरहेछ, नेपाली स्कुल भन्ने बारेमा मैले छोटकरीमा कुरा गर्दैछु। त्यसको लागि म सुरुवातमै हाम्रो टिका सरबाट सुरु गरेँ। सायद यहाँ अहिले फ्रेममा हुनुभएका 4जना शिक्षकहरू मध्येमा अलि अगाडि चाहिँ टिका सरले नै सुरु गर्नुभयो जस्तो पनि मलाई लाग्छ, तर अब त्यो कुरा त यहाँ खासै भएन। टिका सर, हामीलाई यो बताइदिनुहोस्, नेपाली स्कुलको बारेमा छोटकरीमा हाम्रो दर्शकहरूले बुझ्ने गरी भनिदिनुहोस् न, यो कस्तो स्कुल हो, यहाँ के कसरी पढाइ हुन्छ, कति बजेदेखि कति बजीसम्म पढाइ हुन्छ र कुन उमेर समूहका बच्चाहरूले पढ्न पाउँछन्, यही विषयमा मैले यहाँलाई अनुरोध गरेँ। नमस्ते, टोरन्टो नेपाल न्युज र हाम्रो मोहन सापकोटाजी, यो अपर्च्युनिटीको लागि हजुरलाई एकदमै धन्यवाद र क्वेसनको लागि पनि धन्यवाद। अब सबभन्दा पहिले मेरो नाम चाहिँ टिकाराम पौडेल हो। म चाहिँ यो नेपाली स्कुलमा पढाउन थालेको लगभग 10 वर्ष हुन थालेछ। यसमा चाहिँ अब मेरो एक्सपिरियन्सको कुरा गर्नुहुन्छ भने सुरुमा म 2016मा जाँदाखेरि त्यहाँ एउटा मात्रै क्लास थियो र एउटा क्लासमा किन्डरगार्टनदेखि ग्रेड 8सम्मका बच्चाहरू त्यसमा पढ्थे र त्यसमा मैले अब 2 देखि 3 वर्षसम्म एक्लै होल नेपाली स्कुल नै भनौँ न मैले ह्यान्डल गरिरहेको थिएँ। 3 वर्षपछि हाम्रो पपुलेसन पनि ग्रो हुँदै गएको र बच्चाहरूमा नेपाली पढाउनु पर्छ भन्ने भावना पनि जागृत भएको र अलिकति हामीले कन्भिन्स गर्न पनि सकिएको होला सायद समाजमा। त्यसले गर्दा पनि के भयो, बच्चाको सङ्ख्या बढ्दै गएर 2टा क्लास भयो, अनि 2टा क्लासबाट 3टा क्लास र 3टा क्लास भएदेखि विगत 4 वर्षदेखि लगभग हाम्रो 4वटा क्लास सञ्चालन भइरहेको छ। यो चाहिँ हाम्रो मन्जीले भने जस्तो पिल डिस्ट्रिक्ट स्कुल बोर्ड अन्तर्गत ब्राम्पटन सेन्टिनल सेकेन्डरी स्कुलमा यो क्लास भइरहेको छ र हजुरले ब्याकग्राउन्डमा भने जस्तो यो लगभग 2012-13देखि सञ्चालनमा आएको हो र सञ्चालन आउँदाखेरि त्यहाँ चाहिँ पहिले एकजना शिक्षक हुनुहुन्थ्यो, अनि त्यो शिक्षक चाहिँ अहिले चाहिँ उपलब्ध नभएकोले अनि उहाँपछि म आएर कन्टिन्युसली 2016देखि अहिले त्यहाँ पढिरहेको छु र हामीले पढाइरहेका छौँ भनौँ। अब यो क्लास चाहिँ बिहान 10 बजेदेखि सुरु भएर 12:30सम्म हुन्छ। यो उमेर समूह भन्नुहुन्छ भने जुनियर किन्डरगार्टन भनेको लगभग 4 वर्षदेखि 13 वर्षसम्मका बच्चाहरूले पढ्न पाउँछन्। अहिले हाम्रो चाहिँ ग्रेड 8सम्मको लागि मात्रै त्यहाँ छ। अब भविष्यमा 9, 10, 11, 12 अथवा सेकेन्डरी पनि होला भन्ने अब आशा गरौँ। सबैले पहल पनि गर्नु पर्ला यसमा, होइन? अनि यसमा मुख्य कुरा के छ भने हामीले पढाउने भनेको एउटा चाहिँ भाषा सिकाउने हो, त्यो त सबैलाई थाहा भएको कुरा हो। अर्को भनेको भाषा सिक्ने भनेको भाषा सिक्ने मात्रै होइन, यो भनेको नेपालको संस्कार संस्कृति, हाम्रो एक किसिमले नेपालीपना, हाम्रो नेपालीको सन्तानहरूलाई नेपालीत्व अथवा नेपालीपना के हो भनेर सिकाउने, कल्चर सिकाउने कुरा पनि हो। यो भनेको एउटा त्यो हो। अर्को भनेको एकै अर्कालाई जस्तै नेपाली बिचको पनि, जस्तै इक्जाम्पलको लागि बिहान बच्चाहरू ल्याएर प्यारेन्ट्सहरूले ड्रप गर्नुहुन्छ। प्यारेन्ट्सहरूले ड्रप गर्नु भनेको एक प्यारेन्ट्सहरू बिच पनि के हुन्छ, एक किसिमको सोसलाइज गर्ने कुरा अथवा त्यहाँ इन्टरेक्सन गर्ने कुरादेखि ल्याएर हाम्रो नेपाली कक्षालाई कसरी राम्रो बनाउन सकिन्छ भन्ने कुराको पनि त्यहाँ इन्टरेक्सन भएको देखिरहेको छ। यो भनेको एक किसिमले सोसल ग्यादरिङ जस्तो पनि भएको छ, बच्चालाई नलेज दिने कुरो पनि भएको छ र टिचरहरूले एक्सपिरियन्स लिने कुरो पनि भएको छ। र अर्को हामीले प्राउडली के भन्न सक्छौँ भने विगत 2-3 वर्षदेखि ब्राम्पटन सेन्टिनल सेकेन्डरी स्कुलमा त्यहाँ लगभग 12-13वटा ल्याङ्ग्वेजको पढाइ हुन्छ। त्यो मध्ये सबैभन्दा बढी स्टुडेन्ट सङ्ख्या भएको चाहिँ हाम्रो नेपाली क्लास नै हो।
अहिले विगतको कुरा गर्दाखेरि हामीसँग लगभग 100 जना बच्चाहरू थिए र अहिले पनि हाम्रो अस्ति शनिबारदेखि क्लास सुरु भएको छ र त्यसमा लगभग 90 जना हाराहारीमा बच्चाहरू भर्ना भएका छन् र यो क्रम भर्ना हुने क्रम रजिस्ट्रेसन हुने क्रम चाहिँ जारी छ। अब रजिस्ट्रेसन कसरी हुने भन्ने कुरो चाहिँ यो चाहिँ जेनरली मे महिनामा ओपन हुन्छ र अक्टोबरको मिडसम्ममा अथवा क्लासहरू फुलफिल नभएसम्ममा जारी रहन्छ। यसको लागि चाहिँ पिएलडिसी स्कुल बोर्ड अन्तर्गतको त्यहाँ वेबसाइटमा जाने, त्यहाँभित्र नेपाली अथवा इन्टरनेसनल ल्याङ्ग्वेज भन्न खोजेपछि त्यहाँ हजुरले वेबसाइटमा भेट्न पाउनुहुन्छ। त्यो चाहिँ वेबसाइटमा जाने, रजिस्ट्रेसन गर्ने। यसको लागि चाहिँ दुईवटा प्रोसेस छ। एउटा चाहिँ रजिस्ट्रेसन गर्ने प्रोसेस छ, त्यो चाहिँ हजुरले त्यो वेबसाइटमा पाउनुहुन्छ। रजिस्ट्रेसन गरिसकेपछि यसको लागि चाहिँ हामीले $30 तिर्नुपर्ने हुन्छ। $30 भनेको 1 वर्षमा बच्चालाई एउटा बच्चाको 1 वर्षको फी भनेको $30 मात्रै हो। त्यो भनेको हाम्रो नेपाली क्लासमा वर्षमा 30 वटा क्लास हुन्छ भनेको एउटा क्लासको लागि $1 को दरले त्यो तिर्नुपर्ने हुन्छ। त्यो तिर्ने भनेको फी नभनेर बच्चाहरूको लागि अथवा एडमिनिस्ट्रेटिभ चार्ज भनौँ एक किसिमले त्यो तिर्नुपर्ने हुन्छ एकदम मिनिमम रेटमा। र यो जाने भनेको पिएलडिसी स्कुल बोर्डलाई हो प्यारेन्ट्सहरूले $30 तिरेपछि 1 वर्षसम्म पढाउनु पाउनुहुन्छ। र यो क्लास चाहिँ प्रत्येक शनिबारको 10 बजेदेखि 12:30 सम्म हुन्छ। अनि यो क्लासमा अर्को एउटा राम्रो पक्ष के छ भने हाम्रो यो सबै नेपालीले सञ्चालन गरेको र नेपाली बच्चाहरूलाई पढाउने कक्षा हो र नेपाली सञ्चालन गरेकोले नेपाली प्यारेन्ट्सहरूबाट अथवा कम्युनिटिजहरूबाट बच्चाहरूलाई चाहिँ खाजा खुवाउने पनि व्यवस्था हाम्रो भइरहेको छ। यो मैले पढाउन थालेको सुरुको दिनदेखि नै यो चलिरहेको छ। हामीले चाहिँ लगभग आधी घन्टाको ब्रेक दिन्छौँ। त्यो ब्रेकमा बच्चाहरूले पिज्जादेखि लिएर विभिन्न किसिमका स्न्याकहरू बच्चाहरूलाई हामीले फ्रीमा उपलब्ध गराइरहेका छौँ। बच्चाहरूले घरबाट स्न्याक लिएर जानु पर्दैन। हामीले चाहिँ एउटा त्यो पनि सुविधा दिएको छ। र अर्को कुरा के छ भने जस्तै गत वर्षको कुरा गर्दाखेरि हाम्रो चाहिँ 5 वटा क्लास हुने स्थिति लगभग पुगिसकेको थियो बच्चाको रजिस्ट्रेसनको सङ्ख्याले, तर एकजना टिचरको अभावले गर्दा क्लास सञ्चालन भएन। अब अहिले आशा छ कि हाम्रो पनि 5 वटा क्लास हुने भन्ने अब सम्भावना बढी छ। अब टिचर भएको खण्डमा 5 वटा क्लास पनि हुन सक्छ। अब यसको मेन उद्देश्य भनेको मैले अघि भने जस्तै एउटा त भाषा सिकाउने बच्चालाई, नेपाली पनि नबिर्सिनु भनेर सिकाउने हो। अर्को भनेको हाम्रो संस्कार संस्कृतिलाई पनि जागृत गरेर लाने भएकोले यदि कसैले नेपाली भाषामा आफ्नो बच्चालाई जोइन गराउन चाहनुहुन्छ भने एकदम हजुरलाई वेलकम छ। यसको लागि हामी चाहिँ भोलिन्टियरली एनी टाइम फोन गर्नुहोस्, इमेल पठाउनुहोस् होइन। हामी चाहिँ म व्यक्तिगत रूपमा भन्नु चाहिँ म पनि एकदम तयार छु। म सहयोग गर्न जुनसुकै हालमा पनि म गर्न रेडी छु। हाम्रा सबै साथीहरू पनि रेडी हुनुहुन्छ। हामीलाई चाहिँ हजुरले केही क्वेसन परेको केही कन्सर्न भएको खण्डमा हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ। हामीहरूको एउटा म्यासेन्जर ग्रुप पनि छ, प्यारेन्ट्स म्यासेन्जर ग्रुप पनि छ। त्यो ग्रुपमा पनि हजुर जोइन हुन सक्नुहुन्छ र त्यसबाट हामी सबै कम्युनिकेसनहरू गर्छौँ। टिका सरलाई मैले एकछिन हजुरलाई रोकेँ, म फेरि आउँछु बाँकी। मलाई थाहा छ हजुरले के भन्न खोज्दै हुनुहुन्छ भने यसमा अलिकति प्रसङ्ग म यसैमा भरत सरलाई यहाँ एउटा जिज्ञासा राखेँ। अब टिका सरले भन्नुभयो अनुसार यहाँ नेपाली कम्युनिटी हामी यहाँ चाहिँ बच्चाहरू मात्रै होइन प्यारेन्ट्सहरूको पनि गेट टुगेदर सोसलाइजेसन हुने होइन यस्तो राम्रो अवसर पनि हो। अब थोरै अलिकति हजुरबाट मैले जान्न चाहेको जस्तै हामी इङ्ग्लिस स्पिकिङ कन्ट्रिजमा छौँ। बच्चाहरूको अब उनीहरूको रेगुलर अथवा आफ्नो रेगुलर स्कुलमा जाँदा इङ्ग्लिस स्पिकिङ बच्चाहरूसँग उनीहरू साथी हुन्छन् अथवा उनीहरूसँग नै अब स्टडी गरिरहेको हुन्छन्। सायद कति ठाउँमा त नेपाली बच्चाहरू पनि हुँदैन कुनै स्कुलमा। अब त्यो इन्भाइरोमेन्टबाट बच्चाहरू हाम्रो नेपाली स्कुलमा नेपाली सिक्न आइरहेको हुन्छन्। त्यसमा कति प्यारेन्ट्सको चाहनाले मेरो छोराछोरीलाई नेपाली सिकाउनु पाए हुन्थ्यो भनेर प्यारेन्ट्सको चाहनाले बच्चा आइरहेको हुन्छन्, अथवा कति बच्चाहरू सायद आफ्नो सेल्फ ड्रिभन अथवा म आफै सिक्छु भनेर पनि आइरहेको हुन्छन्। यस्तो इन्भाइरोमेन्टमा एज अ टिचर हजुर अब यसमा ब्याक होमदेखि नै अब टिचिङ फिल्डमा भएका हामी सबै नै त्यही फिल्डकै छौँ। अनि हजुरहरूले यो च्यालेन्जलाई कसरी फेस गरेर बच्चाहरूलाई नेपाली ल्याङ्ग्वेज सिकाउनुहुन्छ? अनि त्यसपछि म टिका सरलाई कन्टिन्यू गर्न अनुरोध गर्छु। नमस्कार, म भरत पण्डित। अहिले हालमा यहाँ एज अ नेपाली टिचर पिएल डिस्ट्रिक्ट स्कुल बोर्डद्वारा सञ्चालित इन्टरनेसनल ल्याङ्ग्वेज त्यहाँ धेरै भाषाका कक्षाहरू मध्येको एउटा अहिले हामीले ब्र्याम्पटन स्पेसली जिटिएमा ग्रेटर टोरन्टो एरियामा एउटा महत्त्वपूर्ण भाषाको रूपमा स्थापित गराउन सफल पनि भएका छौँ। र सँगसँगै मैले अलिकति केही पृष्ठभूमि पनि यसो जोड्न खोजेँ मैले।
म एज अ पिएल डिस्ट्रिक्ट स्कुल बोर्डमा टिचरको रूपमा पनि कार्यरत रहेको कारणले गर्दा मैले अलिकति दुवैतिरकोलाई यसो जोडेँ भने बेस्ट हुन्छ कि भन्ने पनि लागेको छ र त्यो पनि अलिकति म थोरै समय लिन चाहन्छु मोहनजीसँग यदि टाइम पुग्यो भने। सर्वप्रथम त म अहिले अलिकति नेपालसँग कनेक्टेड भएँ। हामी सबैजना अलिकति कनेक्टेड भइरहेको विषय छ। भर्खरै मात्र नेपालमा हाम्रा पछिल्ला पुस्ता हामी जेजी भन्ने गरेका छौँ, उनीहरूको आन्दोलनमा दिवंगत हुनुभएका अब ज्ञात अज्ञात सायद राज्यले घोषणा गरेको गरेका छैन, शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्छु। सँगसँगै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्छु यो टोरन्टो नेपाल न्युज मार्फत। अब सरले सोध्नु भएको प्रश्नतर्फ जाँदै गर्दा सरले भन्नुभयो हामी इङ्ग्लिस स्पिकिङ कन्ट्रीमा छौँ, नेपाली भाषा बोल्नु पर्दाको चुनौती। सायद अवसरभन्दा बढी मैले धेरै चुनौतीहरू नै देख्छु, सायद सबैजनाले त्यही नै भोग्नु भयो होला। अवसरहरू यस मानेमा कि अघि टिका सरले भन्नुभएकै कुरालाई मैले जोड्न खोजेँ। हामीले नेपाली भाषा संस्कृति सबै संरक्षण गर्नका लागि यो अवसर पाएका छौँ। द्याट्स द ग्रेट अपर्च्युनिटी। सायद विश्वमा छरिएर रहनुभएका सबै देशमा रहनुभएका मानिसहरूले अथवा नेपालीहरूले सायद यो अवसर प्राप्त गर्नुभएको छ जस्तो मलाई लाग्दैन। त्यो मानेमा हामी भाग्यमानी छौँ। जहाँ हामी छौँ यहाँ अब यो साँच्चै नै भन्नुपर्दा राज्यकै तर्फबाट हो। पिएल डिस्ट्रिक्ट स्कुल बोर्ड भनेको यहाँको एउटा स्कुल बोर्ड हो जुन मिसिसागा, ब्राम्पटन, क्यालेडन क्षेत्रमा रहेको छ। यसले नै विभिन्न भाषाहरूलाई संरक्षण गर्नु पर्दछ भन्ने उद्देश्यका साथ चलाइएको यो विभिन्न भाषा कक्षाहरूमध्येको एउटा नेपाली भाषा कक्षा हो। र अघि नै टिका सरले भन्नुभएको छ, फेरि यो अहिले सायद मोहन सरले पनि भनिसक्नु भएको छ, सायद धेरै एउटा ठुलो नेपालीहरूको क्लास अथवा कक्षाहरू नेपाली कक्षाहरूमध्येको एउटा हो। यसमा दुई मत छैन। अब रह्यो नेपाली र इङ्ग्लिसको कम्युनिकेसन अथवा च्यालेन्जेसका कुराहरू गर्दै गर्दा अवश्य अब कतिपय बाबु नानीहरूबाट कहिलेकाहीँ अब इभन हाम्रै अगाडि पनि सुनिन्छ, अब कता कता मन कुटुक्क पनि हुन्छ। मैले त नजोडिदिनु, मैले रजिस्टर नगरिदिनु भनेको थिएँ, मेरो बाबाले अथवा मम्मीले रजिस्टर गरिदिनु भएछ पनि भन्छन्। कता कता अलिअलि यसो कुटुक्क त हुन्छ मनमा, तैपनि ओरिजिन हजुरलाई मैले इन्टरप्ट गरेँ। हजुरको क्यामेरा चाहिँ अलिकति हजुरको फेस यहाँबाट माथि काटिएको छ, मिलाउनु होला। सरी। ओके, गो अहेड। पर्फेक्ट, थ्याङ्क यू। तिमी, हामी अथवा हाम्रो प्यारेन्ट्सहरूको मातृभाषा, स्पेसल्ली तिमीहरूको बच्चाहरूको लागि हेर्दा त कतिपय यहीँ पनि जन्मनु भएको बच्चाहरू हुनुहुन्छ, तिमीहरूको प्यारेन्ट्सहरूको मातृभाषा त नेपाली नै हो। जसले गर्दा हामी नेपाली भाषा संस्कृति सबै कुरालाई एक्सप्रेस गर्नका लागि यो एउटा प्लेटफर्म पाएका छौँ। यसलाई उपयोग कसरी गराउन सकिन्छ भन्ने बारेमा मोटिभेट गराउने कुरामा सायद हामी शिक्षक साथीहरू सबैजना, म यहाँ 1, 2, 3 यसरी नाम लिन पनि गइन, हामी सबैजना यो बारेमा अलिकति कस्तो भइसक्यो भने अनुभवी पनि भइसक्यो। अब यो सुन्नुपर्छ र यसलाई हामीले फेस गर्नुपर्छ र कसरी बच्चाहरूलाई मोटिभेट गर्न सकिन्छ त भन्ने सवालमा म प्यारेन्ट्सहरूलाई पनि यो मामलामा धेरै धेरै धन्यवाद दिन चाहन्छु। अवश्य पनि प्यारेन्ट्सहरूको सहयोग साथ बिना यो कुरा सम्भावना छैन, जुन मैले अघि भनेको अनुभवले पनि बताइसक्यो। किनकि बच्चाहरूले नचाहँदा नचाहँदै पनि कारणहरू थुप्रै छन्। म अब छोटोमा केही भनौँला, थुप्रै कारणहरू छन्। किनकि बच्चाहरू नेपालीमा गएर उनीहरू आफ्नो रेगुलर स्कुलमा गएर नेपालीमा त बोल्दैनन्, उनीहरू कम्युनिकेसन त गर्दैनन्। नगर्दै गर्दा उनीहरूले कम्युनिकेसन गरेको कुरा कुनै साथीले त वाउ त भन्नेवाला छैन। अनि यो बच्चाको उमेर पक्कै पनि अवश्य एटेन्सन चाहन्छ, सबैजनाले वा राम्रो गर्यो वाउ भन्दै हुन्थ्यो भन्ने चाहिरहेको हुन्छ। त्यो कुराहरू त अवश्य पनि रेगुलर स्कुलमा पाउँदैनन्। त्यसले गर्दा यसलाई लगेर त्यहाँ कनेक्सन गर्ने ठाउँ त छैन उनीहरूको लागि, एक्सेप्ट घर। इभन घरमा पनि म हाम्रो प्यारेन्ट्सहरूलाई अझ म हम्बल रिक्वेस्ट गर्न चाहन्छु, सक्नुहुन्छ भने तपाईँहरूले नेपालीमा कम्युनिकेसन गर्ने कोसिस गरिदिनु होला। जुन कुरा हामीले क्लासमा ट्राई गर्छौँ, गर्दा गर्दै पनि फेरि म अहिले पनि भनिरहन्छु यहाँ, हामीले कोसिस गर्दा गर्दै पनि यो पूर्ण रूपमा सफल भइएको छैन। कहिलेकाहीँ अब साह्रै अप्ठ्यारो पऱ्यो भनेदेखि हामी नै पनि ट्रान्सलेट गरेर ल है भनेर बुझाउनु पर्ने स्थितिमा छौँ। त्यसो भएर यो च्यालेन्जिङ इङ्ग्लिस भाषामा पढिरहेका विद्यार्थीहरूलाई अथवा बच्चाहरूलाई अथवा हुर्किरहेका बच्चाहरूलाई हामीले नेपाली भाषाको यो क्लासमा ल्याएर यहाँ कायम राखिराख्नु, यो क्लासलाई कन्टिन्युटी गराइरहनका लागि उनीहरूलाई यहाँ राखिरहने कुरा अवश्य पनि धेरै ठुलो चुनौती छ। र यो चुनौतीमा शिक्षक लगायत सम्पूर्ण प्यारेन्ट्सहरू लगायत सँगसँगै म
यसका लागि हाम्रो एउटा संस्था जुन अघि नै मोहनजीले नाम लिइसक्नु भएको छ एनसिएनसी भन्ने संस्था, जसले दिनहुँ प्यारेन्ट्सहरूसँग कम्युनिकेसन गरेर हुन्छ, टिचरहरूसँग कम्युनिकेसन गरेर हुन्छ, यो कुरालाई अगाडि बढाउनको लागि निकै सहयोग पुर्याइरहनु भएको छ। त्यसैले यो च्यालेन्जलाई अवसरमा बदलौँ र बदल्न कोसिस गरौँ। सँगसँगै सरले टिका सरले भन्नुभएकै कुरा मैले अलिकति फेरि थप केही कुरा जोड्न चाहेँ। स्पेसल्ली यो कार्यक्रम कस्तो हो त भन्ने सिलसिलामा पिल स्कुल बोर्ड, पिल डिस्ट्रिक्ट स्कुल बोर्ड अन्तर्गत त्यहाँ 2 किसिमको प्रोग्रामहरू छ। स्पेसल्ली इलिमेन्ट्री लेभल जुन नन क्रेडिट र सेकेन्डरी लेभल क्रेडिट भनेर 2 किसिमको कोर्सहरू छ त्यहाँ। त्यो 2 किसिमको कोर्सहरू मैले अलिकति थोरै बुझ्ने कोसिस पनि गरेको थिएँ। के कसरी चलिरहेको छ त भन्ने कुरामा अघि नै भने इलिमेन्ट्री नन क्रेडिट हो। क्रेडिटको लागि उनीहरूले एउटा स्टुडेन्टको मापदण्ड पुर्याउनु पर्ने र त्यसलाई स्टेबल गराइरहनु पर्ने निश्चित समयसम्म। किन भन्दा यहाँ पुरानो उदाहरणहरू पनि रहेछन्। पहिला सुरु गरियो, पछि गएर त्यो कन्टिन्युटी हुन सकेन, अनि अहिले गएर त्यो बन्द हुनुपर्ने स्थितिमा पुगेको। त्यसले गर्दा यो बारेमा हामीले म नेपाली कम्युनिटीले स्पेसल्ली हाम्रो यहाँ रहनुभएका विभिन्न सङ्घ संस्था सबैहरूलाई, सबैका नेतृत्वज्यूहरूलाई म के पनि भन्न चाहन्छु भने यदि हामीले कोसिस गऱ्यौँ भने अहिले हामी इलिमेन्ट्री लेभलको नन क्रेडिट कोर्ससम्म चलाइरहेका छौँ र शानदार साथ भन्छु, म गर्वका साथ भन्छु कि यो शानदार साथ चलिरहेको छ। यो स्थिति हामीले यदि कायम राख्न सक्छौँ भनेदेखि हामी माथिल्लो जुन क्रेडिटको कोर्सको कुरा आइरहेको छ त्यो क्रेडिट कोर्सको लेभलमा समय पनि पुर्याउन सकिने अवस्था छ। यो बारेमा पनि बिस्तारै भोलिका दिनमा छलफललाई म यहाँ मोहनजी जो तपाईँ कम्युनिटीमा अझ बढी स्प्रेड पनि गरिरहनुहुन्छ न्युजहरू, मेसेजहरू, यो चाहिँ कन्भे गरेर साथीहरूलाई अझ बढी हातेमालो गरेर सकिन्छ भने त्यतापट्टि पनि लैजाने खालको कोसिस गराउँ। त्यसमा पनि यहाँको सहयोग पुग्नेछ भन्ने आशा व्यक्त गर्न चाहन्छु। हुन्छ, मैले सरलाई फेरि मेरो अर्को प्रश्न पनि छ सरलाई। अब म एकछिनमा आउँछु, त्यसपछि अब म मनिषा म्यामकोमा आउँछु। मनिषा म्याम पनि अब यही स्कुल बोर्डमा नै आबद्ध हुनुहुन्छ। हामी सबैजना नै छौँ, तर खालि आज प्रसङ्गवश आज यो नेपाली स्कुलको मात्रै कुरा भयो हुनाले हामी आफ्नो कुरा चाहिँ आज गरिनौँ, नत्र हामी यहाँ भएको सबै यो स्कुल बोर्डसँग नै कुनै न कुनै स्कुल बोर्डमा आबद्ध छौँ, त्यसको बारेमा छुट्टै कुरा गरौँला। मनिषा म्याम, अब नेपाली क्लास सुरु भइसक्यो, हिजोदेखि अथवा अस्ति स्याटरडेदेखि पहिलो क्लास सुरु भइसक्यो। अब हाम्रो अभिभावकहरू जो पहिलादेखि नै यो नेपाली स्कुलसँग जोडिनु भएको छ अथवा यो ब्राम्पटन, मिसिसागामा, जर्ज टाउन, क्यालेडन एरियामा भर्खर मुभ हुनुभएको छ भने उहाँहरूलाई पनि अब यो हाम्रो स्कुलको बारेमा जान्ने अवसर पनि भयो। कस्तो एक्साइटमेन्ट रह्यो, पहिलो क्लास कस्तो भयो, त्यो अनुभव सुनौँ। अनि त्यस पछाडि अब टिका सरले पनि भन्नुभयो, भरत सरले पनि भनिहाल्नुभयो यसको बारेमा, छोटकरीमा त कुरा आइसकेको छ। तर पिल डिस्ट्रिक्ट बोर्डले खालि टेक्निकल सपोर्ट गर्छ, केही सपोर्ट गर्छ, तर हाम्रो त एनसिएनसीले यसलाई फुल्ली कोल्याबोरेट गरेर उहाँहरूले गरिरहनु भएको छ। तर त्यति हुँदाहुँदै पनि म पनि एउटा एजुकेसन वर्कर भए हुनाले यहाँहरूले कति भोलिन्टियर गर्नुभएको छ भन्ने कुरा मैले देखेको छु। मेरो आजको प्रोग्रामको मुख्य उद्देश्य भनेको यहाँहरूले जो डेडिकेसन हाम्रो नेपाली स्कुलका लागि गर्नुभएको छ त्यो हाम्रो आम प्यारेन्ट्सहरूले पनि देख्नुहोस् भन्ने चाहना पनि हो। खालि स्कुलको एउटा क्लासरुम उपलब्ध गराउँदैमा र टिचर हायर गर्दैमा मात्रै त त्यहाँ सिक्ने र सिकाइ प्रक्रिया त पुरा हुँदैन। यहाँहरूको अरू त्यसमा योगदान पनि छ। त्यो च्यालेन्जहरू पनि सुनौ न, यहाँ कस्तो कस्तो च्यालेन्जहरू हुन्छ इफेक्टिभ अब टिचिङका लागि, होइन? यो मैले यहाँलाई यही अनुरोध गरेँ। धन्यवाद मोहनजी, थ्याङ्क यू फर इन्भाइटिङ मी। यो आजको टक सोमा आएर 2 शब्द बोल्नको लागि मलाई प्रेरित गर्नुभएकोमा टोरन्टो नेपाल न्युज र मोहनजी हजुरलाई धन्यवाद। चुनौती त धेरै छन्। भन्नको लागि हाम्रो क्लास चाहिँ 10 बजेदेखि 12:30 बजेसम्म हुन्छ, तर त्यसको लागि हामी धेरै घन्टा बिहाइन्ड पुरा हामीले आफ्नो प्लानिङ गर्ने। अब स्कुलले चाहिँ हामीलाई एउटा फोटोकपी गर्न दिन्छ, त्यो चाहिँ हामीले गर्नु पर्दैन। हामीले केही पनि अब त्यसको लागि फोटोकपी गर्ने पनि मटेरियल्स पनि हामीले जुटाउनु पर्यो, कसरी के पढाउने। मेन कुरा चाहिँ हामी कहाँ आउने विद्यार्थीहरू चाहिँ धेरै स्तरका डिफ्रेन्स छन्। कोही चाहिँ अनुच्छेदै लेख्न सक्छन्, कोही चाहिँ 2-3 लाइन लेख्न सक्छन्, कोही चाहिँ क ख ग ग भर्खर 12 खरी क छिनेका हुन्छन्, कोहीलाई चाहिँ मात्रा भनेर केही पनि थाहा छैन, कसैलाई त नेपालीसम्म बोल्न आउँदैन। एउटै क्लासमा पनि धेरै किसिमका विद्यार्थीहरू छन्। सो तिनीहरूलाई लेखेर तिनीहरूको लागि हामीसित कुनै पाठ्यक्रम पनि छैन। सो त्यसको लागि उनीहरूलाई एसेस गरेर उनीहरूको लेभलमा कसरी उनीहरूले अहिले के जानेको छ, वाट इज द नेक्स्ट स्टेप,
त्यो गर्नको लागि पनि हामीलाई धेरै धेरै च्यालेन्जिङ छ। एक त हाम्रो लागि पर्मानेन्ट स्पेस छैन, सो हामीहरू चाहिँ अब आफ्नै झोला लिएर एभ्रिडे त्यहाँ जान्छौँ। त्यसको लागि अब हामीले चाहिँ राख्ने ठाउँ छैन। अब सीमित हामीसित ह्यान्ड्स एन्ड मटेरियल्सहरू, जस्तै हामीलाई चाहिँ स्कुलले मैले अघि भनेअनुसार खालि फोटोकपी दिन्छ, अरू सबै हामीले जुटाउनु पर्छ। अब बच्चाहरूलाई चाहिँ कहिले कहिले वर्कसिट र पेन्सिलहरू मात्र दिँदा वी आर बोर, हामीलाई एकदम बोर भयो भनेर पनि बच्चाहरूले भनिरहेको सुन्छौँ। सो त्यसको लागि अब हामीले चाहिँ अब अलिअलि लास्ट इयर चाहिँ अलिकति हामीले चाहिँ ह्यान्ड्स एन्ड मटेरियल्सहरू जुटाएका छौँ, जस्तै फ्ल्यास कार्डहरू। अब त्यसमा पनि हामीले नेपालीमा त पाइँदैन, त्यसलाई सबै अब हामीले चाहिँ इङ्ग्लिसकोलाई नेपालीमा लेखेर अब हामीले अलिकति त्यो जेङ्गाहरू किनेका छौँ, अलिकति बोर्ड गेम्सहरू किनेका छौँ। अब त्यो पनि प्रोसेस छ। सबै कुरा गर्दाखेरि हामीलाई चाहिँ एकदमै अवसरहरू चाहिँ भन्दाखेरि पनि अवसर चाहिँ हामीलाई स्कुलले चाहिँ अब ठुलो अवसर दिएको भन्नु पर्यो होइन। हामीलाई स्टाफ दियो, रुम दियो, एडमिन दियो, तर त्यसको लागि पछाडिको सानो सानो कुराहरू चाहिँ हामीमा धेरै नै हामीलाई स्ट्रगल छ। सो मेन कुरा विद्यार्थीहरूलाई अब त्यो कुरा मात्र पनि नभइकन फेरि अब विद्यार्थीहरू पनि आउँछन्, अनि कोही कोही चाहिँ अघि भरत सरले भने जस्तै मलाई त आउनु मन लागेको छैन, मेरो बाबा मामुले भनेर आएको भनेर अब त्यो विद्यार्थीहरूलाई अब त्यहाँ कसरी इङ्गेज गर्ने, कसरी अब गेम्स खेलाएर हुन्छ कि प्ले डे गराएर हुन्छ कि कल्चरल फेस्टहरू गराएर हुन्छ कि धेरै कुराहरू अब हामीले अगाडि ल्याएर कसरी, त्यो चाहिँ च्यालेन्जिङ छ। अन टप अफ द्याट चाहिँ अब हामीलाई चाहिँ अब हामीहरू सबैजना 4 जना टिचरहरू छन्। अब हामीहरूलाई उनीहरूलाई प्रेरित गरेर उनीहरूको भाषा क्षमता मात्र विकास नगरिकन उनीहरूलाई चाहिँ संस्कृतिसँग जोड्न, अब त्यो सबै कुरा कसरी हुन्छ, यिनीहरूलाई कसरी प्ले बेस, कसरी इङ्गेज गरेर कसरी कम्युनिटीबाट अगाडि बढ्ने। भाषा भनेको खालि एउटा स्कुलमा पढ्ने मात्र नभएर भाषा भनेको कुरा चाहिँ एउटा आफ्नो संस्कृति र संस्कृतिसँग जोड्ने एउटा ऊ पनि हो, एउटा के भन्छ ब्रिज पनि हो। सो बच्चाहरूलाई चाहिँ यस्तै कुराहरूले गर्दाखेरि चाहिँ अब हामीले चाहिँ, तर त्यही पनि अब हामीहरू सबैजना 4 जना मिलेर हामीहरू प्लान गर्छौँ के गर्ने होला भन्छौँ, के गर्छौँ, एडमिनसँग पनि धेरै कुरा गर्छौँ। अब बजेटहरू चाहिँ खासै हामीसित धेरै छैन होइन, त्यो पनि एउटा कुरा हो। मेन कुरा चाहिँ अब हामीलाई चाहिँ बच्चाहरूलाई, यहाँको बच्चाहरूलाई चाहिँ मेन कुरा खालि किताब र कपी जस्तै नेपालमा जस्तै पाठ्यक्रम मतलब एउटा पाठ्य पुस्तकमा मात्र सीमित नभएर यहाँको बच्चाहरूलाई ह्यान्ड्स अन मटेरियल्सहरू, आउटसाइड द क्लास र नेचर के कसो गर्ने, त्यो कुरा चाहिँ एकदम उ भएर उनीहरूले रेगुलर स्कुलमा मेन स्ट्रिममा पढ्ने र हामी आएर पढ्ने अलिकति फरक भएको भएर त्यो कुराले चाहिँ अब अलिकति हामीलाई धेरै नै च्यालेन्जिङ छ। तर एक किसिमले अब एउटै क्लासमा यति डिफ्रेन्ट टाइपको लर्नर्स देख्छ, एउटा अनुभव पनि भयो, यस्तो पनि हुँदो रहेछ भन्ने। अनि त्यसमाथि चुनौती त अघि मैले भनेको सबै कुरा छँदैछ, त्यस्तै हो। थ्याङ्क यू सो मच। म फेरि हजुरसँग आउँछु टाइम भयो भने। अब हामीसँग अर्को शिक्षक हुनुहुन्छ हाम्रो प्रतिभा म्याडम। अब प्रतिभा म्याडमलाई पनि जस्तै नजिक त्यो धेरै कुराहरू त आइसकेको छ, तर मलाई अझै जान्न मन लागेको, किनभने अब यो शिक्षण पेसा भनेको भनिन्छ नि एकदम अब अब्जसिलो पेसा पनि हो र आफूलाई एकदम इन्जोय हुने पेसा पनि हो होइन। अनि हजुर यो हाम्रो नेपाली स्कुलमा जेकेजी अथवा जुनियर किन्डरगार्टनदेखि ग्रेड 8सम्मको अब यहाँको डिस्ट्रिक्ट बोर्डको टर्मिनोलोजीमा चाहिँ एलिमेन्ट्री नै भन्छ, तर 8 कक्षासम्मको बच्चाहरू हुन्छ। यो हाम्रो प्यारेन्ट्सहरूलाई पनि जान्न मन लाग्यो होला, यिनीहरू उहाँहरू शिक्षकहरूले कसरी पढाउनुहुन्छ होला, जुनियर किन्डरगार्टनदेखि 8 कक्षासम्मको बच्चाहरूलाई के आधारमा क्लास छुट्याउनुहुन्छ होला, अनि एक्स्ट्रा करिकुलर एक्टिभिटिजहरू हुन्छ कि हुँदैन होला होइन। प्यारेन्ट्सहरूले त्यो पनि जान्न चाहनु भएको हुन्छ होला पक्कै पनि। यो हजुरहरूले यसलाई कसरी क्लास डिभिजन गर्नुभएको छ? हजुरहरू 4 जना शिक्षक हुनुहुन्छ र कुन ग्रेडको आधारमा क्लास छुट्याउनुहुन्छ? अथवा अब हाम्रो अघि यहाँहरूले पनि भनिहाल्नुभयो हाम्रो मेन मोटिभ भनेको हाम्रो कल्चरसँग भाषाको माध्यमबाट कल्चरसँग जोड्ने हो। अब त्यसको लागि यहाँहरूले के टुल्सहरू अथवा स्ट्राटेजीहरू अप्नाउनुहुन्छ, त्यो कुरा हजुरबाट सुनौ न प्रतिभा म्याडम। हजुर नमस्कार सबैलाई। सर्वप्रथम त धन्यवाद हजुर मोहनजीलाई र टोरन्टो नेपाल टेलिभिजनमा हामीलाई यसरी बोलाइदिनु भएकोमा अनि हामीलाई केही सेयर गर्ने मौका दिनुभएकोमा धेरै धन्यवाद। अलमोस्ट धेरै कुरा त आइसकेको छ यहाँ होइन, तैपनि मैले यहाँ प्यारेन्ट्सहरूलाई अब कसरी क्लास सञ्चालन हुन्छ त नेपाली क्लास भनेको मेरो एक्सपिरियन्समा बताउँछु। मैले पनि अब यहाँ कोभिड पछि चाहिँ मैले स्टार्ट गरेको नेपाली क्लास स्कुलमा पढाउनलाई।
पहिलोचोटि जब 2टा मात्रै क्लास थियो अनि त्यसपछि मेरो क्लासमा पनि जेकेबाट जुनियर किन्डर गार्डनदेखि 5 क्लाससम्म थियो अनि त्यत्रो धेरै एज डिफ्रेन्स हुँदाखेरि चाहिँ एकदमै फर्स्ट इयर चाहिँ एकदमै टफ नै भयो मलाई एकदमै अनि त्यसपछि लेभल छुट्याउँदाखेरि चाहिँ अब कुन लेभलमाबाट गर्ने भन्दा चाहिँ अब स्कुलमा चाहिँ अहिले चाहिँ 4वटा क्लास भयो पहिला 2टा नै थियो अनि अहिले 4वटा हुँदा चाहिँ धेरै सजिलो पनि भयो पहिला चाहिँ च्यालेन्ज भएको थियो होइन अनि अहिले चाहिँ धेरै हामी टिचरहरू धेरै छौँ अनि यसको कारणले चाहिँ बच्चालाई सजिलो भयो होइन कुन ग्रेड अनुसार अनि यहाँ स्कुलमा चाहिँ जुन रेगुलर स्कुलमा जुन ग्रेडमा हुन्छ नि त्यही ग्रेड अनुसार नै राखिएको छ उमेर अनुसार होइन अनि अब यहाँ 4वटामा चाहिँ अब अहिले चाहिँ मेरो हाल चाहिँ मैले किन्डर गार्डन जेके एसके र ग्रेड 1 पढाउँछु त्यस्तै गरेर सरहरूले 2 3 4 छ अनि 5 6 अनि अनि 7 8 छ होइन त्यसरी छ अनि क्लासमा कसरी पढाउने भन्दाखेरि चाहिँ अब मेरो क्लासको एक्सपिरियन्स अब सबैजना हामी सबैले त्यसरी नै फोकस गर्छौँ फर्स्टमा 4वटा विधामा फोकस गर्छौँ रिडिङ राइटिङ लिसनिङ र स्पिकिङ 4वटामा हुन्छ हाम्रो इभ्यालुएसनहरू पनि त्यसरी नै हुन्छ स्कुलमा अनि मैले चाहिँ स्टार्ट गर्दाखेरि चाहिँ क्लासमा बच्चाहरूले रमाइलो होस् भनेर इभन सानो क्लासमा छन् मेरो बच्चाहरू जेके किन्डर गार्डन भएको कारणले चाहिँ यिनीहरूको फर्स्ट उनीहरूलाई भर्खर स्कुलमा आउनै पनि मन नलागेको बच्चाहरू भयो सानो बच्चाहरू अनि कसरी स्कुलमा नेपाली अघि नै भइसक्यो नि कसरी प्यारेन्ट्सले फोर्स गरेर पठाउँछन् भने चाहिँ तेरो सानो बच्चालाई चाहिँ रमाइलो एक्सपिरियन्स होस् पहिला है रमाइलो भएपछि पो हामीले स्कुल आउन मन लाग्छ दिस प्ले बेस्ड लर्निङ त्यसरी हामीले अब सानो बच्चालाई फर्स्ट बाल गीतबाट हुन्छ कि गेमबाट हुन्छ है कसरी हामीले यिनीहरूलाई सिकाउँछौँ पढाइहरू चाहिँ इभन अब जस्तो एउटा एक्जाम्पल मैले अब क्लासमा डिफ्रेन्ट लेभलको बच्चाहरू छन् होइन अब मैले फ्ल्यास कार्ड अब एउटा घरको चित्र देखाएँ अरे होइन अनि एउटा कोही बच्चालाई त अब इभन घर भन्न पनि आउँदैन अब नेपालीमा होइन अब नेपालीमा नआयो भने ठिकै छ इङ्ग्लिसमा भन अनि त्यसपछि चाहिँ अब प्रयास गर्ने घर अनि त्यसपछि अलि लेभलमा जाने भने अर्को बच्चालाई त्यसको घरबाट एउटा सेन्टेन्स बनाउने वाक्य बनाउने यो घर हो अब मेरो घर यहाँ छ यस्तो त्यो पिक्चर हेरेर सेन्टेन्स बनाउने अनि त्योभन्दा पनि हायर लेभलको बच्चाले जाने भने चाहिँ उसले एउटा यो घरबाट चाहिँ यसलाई डिस्क्राइब गर भनेर त्यसलाई लामो सेन्टेन्समा अब त्यसको कस्तो रङको घर छ अब मेरो घर अनि त्यसकोमा एउटा कथा अनि इमेजिनरी एउटा कथा पनि बनाउन सकिन्छ होइन त्यही सानोबाट एउटै पिक्चरबाट डिफ्रेन्ट डिफ्रेन्ट लेभलको बच्चालाई हामी त्यसरी पढाउँछौँ अनि त्यो चाहिँ पिक्चरहरूबाट भयो अनि रिडिङ अब लिसनिङ पनि अब हुन्छ लिसनिङ मात्रै भन्नाले अब सुन्ने मात्रै होइन सुनेर पनि बुझ्न पर्यो बच्चाले होइन त्यो लिसनिङमा भयो अनि त्यसपछि चाहिँ अब राइटिङ पनि हामीले बेसिक चाहिँ अब कखबाटै स्टार्ट भयो सबैलाई होइन अनि अब त्यो अनुसारले अब कतिको जानेछन् 12 खरी अब सेन्टेन्सको बच्चा लेभल अनुसार नै भयो अनि त्योभन्दा पनि बढी चाहिँ अहिले चाहिँ मेरो क्लासमा भएको भए चाहिँ अलिकति स्पिकिङलाई फोकस गरेको छु मैले होइन किनभने अब अरू त आउँदै जान्छ मेन चाहिँ अब अहिले हामीलाई सबै चाहिने घरमा पनि अब हजुरबु हजुरआमासँग कुरा गर्नु पर्दाखेरि भनेर चाहिँ स्पिकिङलाई चाहिँ मैले मेरो क्लासमा चाहिँ मैले त्यो धेरै फोकस गरेको छु बच्चाहरूलाई सजिलो हुन्छ भनेर अनि अनि त्यस्तै गरेर हामीले अघि सबैजना सरहरूले भन्नुभयो ल्याङ्ग्वेज भनेको हाम्रो भाषा मात्रै होइन हामीलाई चिनाउने आइडेन्टिटी हाम्रो संस्कृति हाम्रो कम्युनिटी सबैलाई चिनाउने माध्यम पनि हो होइन त्यस्तै गरेर हामीले स्कुलमा यो बच्चाहरूलाई पढाउने मात्रै बाहेक हामीले उनीहरूलाई अब आफ्नो कल्चरल प्रोग्रामहरू गर्छौँ है अस्ति कल्चरल फेस्ट भयो हामीले नाचगान गाउने उनीहरूको केही ट्यालेन्ट सोहरू पनि निकाल्छौँ त्यो देखाउने गरेका छौँ अनि दसैँ भयो दसैँको बारेमा भन्ने एक्सप्लेन गर्ने अनि तिहारमा हामीले लास्ट इयर धेरै रमाइलोसँग भैलो पनि खेल्यौँ जना प्यारेन्ट्सले लिएर आउनुभयो सबै सेलहरू लिएर आएर सबै दियो बालेर उनीहरूलाई अनि भैलो कसरी खेल्ने भनेर हामीले सबै एकजनाले भट्याउने एकजनाले गर्ने भनेर सबै तल जिम हलमा गएर हामीले चाहिँ सबै एक्सपिरियन्स हामीले सबै बच्चाहरूलाई सबै खालको एक्सपिरियन्स दियौँ अनि प्ले डे पनि गर्छौँ हामीले कहिलेकाहीँ अन्तिममा प्ले डे पनि गऱ्यौँ बच्चालाई रमाइलो एक्सपिरियन्स होस् भनेर अनि स्कुलमा ओपन हाउस पनि हुन्छ कोही प्यारेन्ट्सलाई कसरी पढाइदिनु रहेछ द स्कुलमा भनेर चाहिँ ओपन हाउस हुन्छ प्यारेन्ट्सहरू क्लासमा आएर हेर्न सक्नुहुन्छ बच्चाले गरेको एक्टिभिटीहरू त्यस्तै नै हो अब
अघि एउटा चाहिँ मैले सेयर गर्न खोज्छु अघि मनिषा म्याडमले नि भन्नुभयो हामीसँग लुज मेटेरियल छैन हामीले बच्चाहरूले कसरी पढाउने धेरै अब रमाइलोसँग किताबले मात्रै पढाएर त क्लास मोनोटोनस हुने भयो उनीहरूलाई रमाइलो हुने भयो होइन त्यही भएर हामीले सकेसम्म चाहिँ धेरै नै टाइमले हामीले आफैले एक्टिभिटीहरू धेरै नै बनाउँछौँ अहिले चाहिँ अस्ति भर्खर हामीले चाहिँ यस्तो यो भेटाएका थियौँ यो यहाँबाट त उल्टो देखिन्छ कि के होइन तर यस्तो कक्षाको लुज मेटेरियल यस्तोहरू चाहिँ हामीले एमाजोनमा भेटाएर अहिले अब चाहिँ युज गर्दैछौँ अब यस्तो केहीहरू मेटेरियलहरू भयो भने चाहिँ हामीलाई एकदमै धेरै नै सजिलो हुन्छ होइन बच्चाहरूलाई पढाउनलाई प्ले बेस्ड लर्निङबाटै नै बच्चाहरूले धेरै लर्न गर्छन् होइन त्यही कारणले यही नै हो च्यालेन्ज हजुर हुन्छ फेरि हजुरसँग फेरि आउँला अब टिका सरकोमा आउनु मन लाग्यो अनि त्यसपछि टिका सरकोमा ठिक छ टिका सरकोमा आउँछु अनि भरत सरलाई एउटा टिका सरलाई मेरो जिज्ञासा के भने गत वर्ष हलवेमा पनि यो कुरा उठेको थियो सायद अरू प्यारेन्ट्सहरूलाई पनि यो जिज्ञासा होला हजुरहरूले करिकुलम डिजाइन गर्नुभएको छ कि के छ होइन के करिकुलमको आधारमा यहाँ पढाउनुहुन्छ आफ्नै करिकुलम छ कि नेपालको करिकुलम फलो गर्नुहुन्छ कि बनाउने प्रोसेसमा हुनुहुन्छ अथवा पिल डिस्ट्रिक्ट बोर्डले नै यहाँहरूलाई करिकुलम दिएको छ कि र मूल्याङ्कन कसरी गर्नुहुन्छ यो छोटकरीमा भनिदिनुहोस् न एकदमै धन्यवाद यो क्वेसन चाहिँ हजुरले नसोधेको म लास्टमा यसको यो कुरा उठाउने भएको थिएँ होइन एकदमै राम्रो क्वेसन सोध्नुभयो र अब करिकुलमको कुरा गर्नुभयो करिकुलम चाहिँ तपाईँको पिल डिस्ट्रिक्ट स्कुलबाट हाम्रो चाहिँ कहिलेकाहीँ कन्फरेन्सहरू हुन्छन् तपाईँको यस्ता के पिडी सेसनहरू हुन्छन् म धेरै पटक करिकुलमको बारेमा जिज्ञासा राख्दाखेरि पिल डिस्ट्रिक्ट स्कुल बोर्डले करिकुलम प्रोभाइड गर्दैन नेपाली क्लासको लागि अब कुनै पनि इन्डिभिजुअल ल्याङ्ग्वेजको लागि करिकुलम प्रोभाइड गर्दैन त्यो च्याप्टर सकियो अनि अर्को हामीले कसरी युज गरिरहेछौँ भन्ने कुरा चाहिँ अहिलेसम्मको मा चाहिँ हामीले चाहिँ यो एक्ज्याक्टली करिकुलम फलो गर्ने भन्दाखेरि बच्चालाई उसको लेभल हेरेर के सिक्न सक्ला होइन भने जस्तै कि प्रतिमा भने जस्तै पहिले घरको त्यसपछि शब्द भन्ने त्यसपछि वाक्य बनाउने भने जस्तै हामीले चाहिँ बच्चाको उसको प्री नलेज हेरेर उसले के गर्न सक्छ उसको एबिलिटी हेरेर हामीले चाहिँ त्यो अनुसार अब इन्डिभिजुअलाइज लेसन प्लान भनौँ न त्यसैलाई करिकुलम जस्तो मानेर हामी सबैले त्यही गरिराखेको छ एक्ज्याक्ट हामीले करिकुलम फलो गर्न सकेका छैनौँ र बच्चालाई चाहिँ अब कुनै पनि दिन चाहिँ पढाउन पनि रोकेका छैनौँ होइन हामीले एक किसिमले हामीले चाहिँ इन द बिगिनिङ अफ द यो स्कुल इयरमा चाहिँ हामीले अफिसमा एउटा करिकुलम जस्तो एउटा एक किसिमले तपाईँको खेस्रा जस्तो बुझाउनु पर्ने हुन्छ त्यसको लागि चाहिँ हामीले चाहिँ मेन कुरा चाहिँ यो पढाउन सकौँला भनेर हामीले एज्युम गरेर हामीले चाहिँ एक किसिमले पढाउँछौँ त्यसैमा आधारित भएर पढिराखेका छौँ अहिलेसम्म होइन अब जुन करिकुलमको कुरा गर्नुभयो करिकुलमको कुरा गर्दाखेरि हाम्रो एनसी भन्ने संस्थाले पनि करिकुलम बनाउनु पर्छ भनेर लास्ट इयर चाहिँ पहल गरेको थियो र त्यो पहललाई चाहिँ अब अगाडि बढाउने छ भन्ने कुरा हामीले अब अपेक्षा राखेका छौँ र त्यो एक किसिमले हाम्रो नेपाली स्कुललाई एउटा करिकुलम हुनेछ भन्ने अपेक्षा छ एउटा अनि अर्को भनेको जस्तै करिकुलमलाई बच्चालाई चाहिँ एउटा करिकुलम त चाहिन्छ एउटा एक किसिमले हाम्रो एउटा के भन्छ के पढाउने कसरी पढाउने भन्ने कुरा एउटा एक किसिमले फ्रेमवर्क त हुनु पर्यो भनेर अनि म चाहिँ इन्डिभिजुअल्ली पनि म धेरै एकदम प्रयास गरेँ अरू कम्युनिटिजहरूसँग प्रयास गर्दाखेरि एउटा भुटनिज कम्युनिटिजहरूले एउटा करिकुलम बनाएको रहेछन् त्यो करिकुलममा मैले चाहिँ हात पार्न सफल भएको छु तर कुन शर्तमा भन्दाखेरि त्यसलाई चाहिँ मैले चाहिँ अथवा हामीले चाहिँ हाम्रो नेपाली क्लासमा चाहिँ युज गर्न नपाइने शर्तमा एज अ रेफरेन्सको लागि चाहिँ मसँग त्यो छ होइन त्यो सेयर गर्न नगर्नु भनेर मलाई रिक्वेस्ट गर्नुभएको छ र अर्को कुरा के छ भने हामी करिकुलम एकदमै चाहिने भएकोले अनि यसको पहल गर्दै चाहिँ एनआरएन क्यानाडाले लिएको थियो लास्ट यो भनेको तपाईँको अब यो समरमा भनौँ न जुन जुलाईतिर अनि लिएको थियो र त्यसलाई चाहिँ एनआरएन क्यानाडाले चाहिँ तपाईँको ग्रेड 1, 2, 3 को करिकुलम यसपालि बनाउने भनेर उसले इनिसिएसन गर्यो केही त्यसमा त्यसको मेम्बरमा वान अफ द मेम्बर्स चाहिँ म पनि थिएँ होइन त्यसमा चाहिँ हामीले चाहिँ करिकुलम एक किसिमले खेस्रा जस्तो बनाइएको छ ग्रेड 1, 2 र 3 को होइन अनि के भयो भन्दाखेरि त्यो चाहिँ बिचमा अड्किएको छ रोकिएको छ कारण के भन्दाखेरि एनआरएन क्यानाडाको पुरानो कार्य समिति गएको र नयाँ कार्य समिति भर्खरै आएकोले अब मेरो एनआरएन क्यानाडालाई के रिक्वेस्ट छ भने यो जुन प्रोजेक्ट चाहिँ सुरु भएको थियो यो प्रोजेक्टलाई चाहिँ एनआरएन क्यानाडाले जति सक्दो छिटो यसलाई चाहिँ सञ्चालन गरेर एउटा करिकुलम चाहिँ डेभलप गर्नेछ र ताकि यो करिकुलम चाहिँ होल क्यानाडाभरि लागू गर्न सकियोस् र हाम्रो चाहिँ स्ट्यान्डर्ड करिकुलम होस् भन्ने चाहिँ मेरो यसमा कामना छ र एनआरएन क्यानाडामा अझै पनि के रिक्वेस्ट गर्न चाहन्छु भने यदि मेरो सहयोग चाहिन्छ भने म एनी टाइम म रेडी छु किनभने यो प्रोजेक्ट सुरु भएको छ अब तपाईँको 30 देखि 40% काम लगभग सिद्धिसकेको छ यसलाई चाहिँ अब एक किसिमले स्केलेटन तयार भइसकेको छ यसमा चाहिँ अलिकति केही
कुराहरू कन्टेन्टहरू भर्ने र अनि यसलाई फाइनल कपी प्रिन्ट गर्नमा चाहिँ अथवा फाइनल कपी प्रिपेयर गर्नमा चाहिँ बाँकी छ। यसले पनि पहल गरोस् र एनसिएनसीले पनि पहल गरोस्। किन करिकुलम डेभलपमेन्ट भनेको इज अ बिग टास्क। त्यसको लागि चाहिँ सबैको सहयोग लिएर टिचरदेखि लिएर समाजमा विज्ञहरू हुनुहुन्छ होइन, सबैको सहयोग ल्याएर करिकुलम चाहिँ तयार गरोस् भन्ने म सबैलाई रिक्वेस्ट गर्न चाहन्छु यो प्लेटफर्मबाट। र यसको लागि चाहिने सहयोग चाहिँ ब्याकग्राउन्डबाट हुन्छ अथवा फोरग्राउन्डबाट हुन्छ। जस्तै पर्सनली आम रेडी होइन, एउटा करिकुलम चाहिँ चाहिन्छ हाम्रो नेपाली बच्चालाई क्यानाडाभरिमा पढाउने करिकुलमको लागि सबैले सहयोग गर्नु भनेर अनुरोध गर्न चाहन्छु र यो क्वेसनलाई एकदम धन्यवाद पनि भन्न चाहन्छु। ओके, अब हामी अन्तिम छौँ। मेरो प्रश्न भरत सरलाई, त्यही पनि यो कुरा त आइसकेको छ, अघि सुरुदेखि नै हामीले भनिसकेका छौँ तपाईँ हामी सबै भोलिन्टियर गरिरहेछौँ र एनसिएनसीका स्वयं साथीहरूले पनि भोलिन्टियर गरिरहनु भएको छ। यो चलिरहेछ लामो समयसम्म। हामीले रिजल्ट निकालेकै कारणले 4-4वटा क्लासहरू सञ्चालन गर्न सक्षम छौँ। अब अझै पनि केही समस्याहरू छन्। अब योभन्दा राम्रो बनाउन जसले एनसिएनसीले अहिले सहयोग गरिरहेछ, एनसिएनसी लगायत ओभरअल नेपाली कम्युनिटीले के गर्यो भने योभन्दा अझ राम्रो बनाउन सकिन्छ होला जस्तो यहाँहरू सबै टिचरहरूको तर्फबाट के अपेक्षा छ भरत सर? हजुरको माइक म्युट हुनु भएको छ, अनम्युट गर्नु होला सर। ओके, थ्याङ्क यू। सर्वप्रथम मैले थोरै अलिकति त्यो एसेसमेन्टको कुरामा पनि अलिकति जोडेर अनि म त्यतापट्टि जाने प्रयास गरेँ है त। एसेसमेन्ट वास्तवमा अघि हामीले भनियो अब इन्टरनेसनल ल्याङ्ग्वेज भन्दै गर्दा पनि पिएलएसपीको प्रोटोकल अनुसार नै यिनीहरूले तयार गरेका छन्, जसले गर्दा टिचरहरूले गर्नु धेरै मेहनत गर्नुभएको छ। तपाईँले भन्नुभएको भोलिन्टियर धेरै पटक भन्नुभएको छ। धेरै धेरै धन्यवाद, किनकि तपाईँ पनि यहाँ कहीँ छिर्नु भएको छ, त्यसो भएर बुझ्नु भएको छ भन्ने लाग्छ। वास्तवमा यो भोलिन्टियरै हो, किनकि यो एसेसमेन्ट गर्ने बेलामा लर्निङ स्किलहरू, त्यस पछाडि गएर भाषा हो, भाषाका 4वटा विधाहरू अहिले म्याडमले पनि भनिसक्नु भएको छ, लिसनिङ, स्पिकिङ, रिडिङ, राइटिङ, यी 4वटै विधाहरूलाई समेटेर भनिहाल्यो। हप्ताको 1 दिन अथवा 2 घन्टाकै क्लास किन नहोस्, हामीले यी सबै कुरा चाहिँ पुरा गर्नुपर्छ। यो सबै कुरा पुरा गर्दै गर्दाखेरि चाहिँ हजुरले भन्नुभएको कुरा वास्तवमा प्रमाणित हुन्छ कि यो भोलिन्टियरै हो। त्यसका लागि धेरै धेरै धन्यवाद तपाईँलाई। र 6वटै स्किलहरू, लर्निङ स्किलका 6वटै स्किलहरूले हामीले एसेसमेन्ट इभ्यालुएसन गरिरहेका हुन्छौँ बच्चाहरूको। र भाषाको कारणले गर्दा 4वटै भाषाहरूमा लिसनिङ, अघि नै म्याडमले भनिसक्नु भएको छ, फेरि पनि जोडेँ मैले, हामीले असाध्यै बढी जोड दिने विषय भनेको लिसनिङ र स्पिकिङ नै छ। अब रिडिङ र राइटिङलाई चाहिँ म छोटकरीमा भन्न चाहन्छु, कपी गर्ने नि हुन्। हामीले केही देखाएर अथवा लेखेर यो तिमीहरूले कपी गर भन्ने हो। त्यो कपी गर्दै गर्दाखेरि उनीहरूको यो स्क्रिप्ट, यो लेख्ने तरिकाले कमसेकम उनीहरूको रेगुलर क्लासका लागि पनि भोलि केही 2-4 अक्षर यसो लेख्नु पर्दाखेरि एउटा स्किल हो, यो एउटा काइन्ड अफ आर्ट पनि हो, यो पनि हुन्छ भन्ने हिसाबले हामीले यो राइटिङलाई पनि कमसेकम कपी नै किन नगरौँ तर अलिकति जोडबल गरेर लेख्न लगाउँ भन्ने हिसाबले लगाउने गरिरहेका छौँ। र रिडिङ सबैभन्दा चुनौतीपूर्ण भएको हामीलाई रिडिङ बडो चुनौतीपूर्ण भएको छ। तैपनि अब रोमनमा लेखेर हुन्छ कि कहिलेकाहीँ अब इभन नमस्ते लेख्दा पनि तल एनएमएसटी भन्दै लेख्दै अब कसरी सकिन्छ त्यसलाई अगाडि बढाउने प्रयास गरिएको छ। होपफुल्ली चुचुरामै नपुगेछ भने पनि कमसेकम बेस क्याम्पसम्म पुर्याउन सकियो भने ठुलै कुरा हुनेछ भन्ने आशा लाग्छ। अब रह्यो सरले भन्नुभएको कुरामा, मैले हाम्रो समुदायमा, नेपाली समुदायमा वास्तवमा धेरै कम्युनिटीहरू देखेको छु हाम्रो वरिपरि। तर मैले यही अहिले यहाँ टोरन्टो नेपाल न्युजको प्लेटफर्म मार्फत भन्न चाहन्छु, अझै सबैजनाले जति यसमा ध्यान पुर्याउनु पर्ने थियो, किनकि महत्त्व नबुझ्नु भएको छैन। किनकि हामी सबै यहाँ 1 से 1 बुझ्ने विद्वान मित्रहरू हुनुहुन्छ, साथीहरू हुनुहुन्छ यहाँ वरिपरि, सबैले बुझ्नु भएको छ यो कुराहरू। तर बुझ्दै गर्दा पनि होलान् विभिन्न कारणहरू। मेरो विचारमा चाहिँ थोरै एउटा क्याम्पेनको पनि जरुरी हो कि भन्ने मलाई लागेको छ। किन भन्नुहुन्छ भने मैले लास्ट इयर पनि भन्ने गरेको थिएँ, विशेष गरी अब समुदायको साथीहरूलाई, ल है, किनकि हामी एज अ पिल डिस्ट्रिक्ट स्कुल बोर्डको टिचर हुँदै गर्दा कतिपय हामी पनि फेरि बोन्डेड छौँ। त्यो बोन्डभन्दा बाहिर जानु पनि मिल्दैन, हामीले पनि सक्दैनौँ। तपाईँहरू भनेको बाहिरबाट एज अ म्यानेजमेन्टको रूपमा तपाईँहरूले यसलाई लिइदिनु भयो भने धेरै गर्न सकिने स्थिति छ। र भोलि इतिहासमा, वास्तवमा इतिहासमा भन्छु म, भोलि इतिहासमा तपाईँहरूको नाम पनि लेखिन्छ कि
यो काम यहाँबाट सुरु भएको थियो जुन कुरा आजसम्म रहिरहेको छ र यसले भोलि निरन्तरता पाइरहन्छ भन्ने लाग्छ। त्यसकारण हाम्रो कम्युनिटीमा रहनु भएको साथीहरूसँग यहाँ उहाँहरूले थुप्रै थुप्रै प्रोग्रामहरू गरिरहनु भएको छ। त्यो थुप्रै थुप्रै प्रोग्रामहरू गर्दै गर्दा यसलाई पनि एउटा अर्को एउटा महत्त्वपूर्ण कार्यक्रम हो र जुन भनेको अघि नै भने मैले भाषा संस्कृति सबै कुरा सिकाउने। हामी विभिन्न किसिमबाट बाहिर अनेक किसिमका प्रोग्रामहरू गरिरहेका हुन्छौँ। त्यो प्रोग्रामहरू कहीँ न कहीँ यो रिलेटेड यहाँबाट सिकाउन सक्यौँ भनेदेखि बच्चालाई ओहो मेरो भाषा धेरै छ, मेरो संस्कृति धेरै छ, हामी नेपाली संस्कृतिमा धनी छौँ भन्ने कुराहरू एटलिस्ट बच्चाहरूलाई अनेस्टली भन्नुपर्दा एज अ टिचर म आफै टिचर छु, म मेरो बच्चाले मैले भनेको भन्दा सायद अरू उसको टिचरले भनेको धेरै सुन्छन् बच्चाहरूले। हामी प्यारेन्ट्सहरूले भनेको भन्दा टिचरहरू मार्फत अथवा अरू मार्फत गराइयो भने अझ बढी त्यो इफेक्टिभ हुन्छ जस्तो लाग्छ। त्यसैले यो समुदायमा रहनुभएका विभिन्न सङ्घ संस्थाहरू थुप्रै सङ्घ संस्थाहरू हुनुहुन्छ, उहाँहरू सबैलाई एउटा क्याम्पेनिङ गरेर हुन्छ कि अथवा कुनै एउटा प्रोग्राम राखेर हुन्छ कि अब मोहनजीले यो कार्यक्रमको कोअर्डिनेसन गरि पनि राख्नु भएको छ र अझै पनि ती सबै सङ्घ संस्थाका प्रतिनिधिहरूसँग एकपटक हामी टिचरहरूको यो आजको जस्तै खालको एउटा अन्तर्क्रियाहरू पनि राखेर डिस्कस गरौँ, के चाहिन्छ त्यतापट्टि अगाडि बढाउँ, बच्चाहरूको इच्छा के हो। किनकि प्यारेन्ट्सहरूले यो कुरा कम्युनिकेसन गरिदिनु भने टिचरलाई अझ सजिलो पनि पर्छ, हामीलाई पनि सजिलो पर्छ के छ बच्चाहरूको इच्छा त्यतापट्टि। किनकि कतिपय हामी परम्परागत रूपबाट चलिरहेका हुन सक्छौँ जुन कुरा बच्चाले मन पराइरहेको छैन, जसका कारणले गर्दा बच्चा आउनु नै मानिरहेको छैन भने त्यो कुरा कमसेकम प्यारेन्ट्स टिचर कम्युनिकेसन भयो भने, यो कम्युनिकेसन गर्न सक्यौँ भने मलाई लाग्छ यो अझै बेटर बनाएर जान सकिन्छ। र मलाई त अहिले हजुरले भन्नुभएको छ 4वटा सेक्सन भयो, मैले त 8वटा सेक्सन सजिलै बन्ने सम्भावना देख्छु। किनकि पपुलेसनकै हिसाबले पनि हामी धेरै ठुलो पपुलेसन छ, तर हाम्रो प्यारेन्ट्सहरूमा यो कुराको अब इन्फर्मेसन पुगेको छैन वा उहाँहरूलाई पनि हामीले जागरुक गराउन सकेका छैनौँ। हाम्रो पनि होला कमजोरी, हाम्रो पनि कहीँ कतै सायद उहाँहरूलाई पनि मोटिभेट गर्न सकिरहेका छैनौँ कि यो मोटिभेट गराउने र कम्युनिटीमा विभिन्न क्याम्पेनहरू मार्फत यो क्लासलाई अझै ठुलो कमसेकम एकपटक सायद यहाँ अरू पनि भाषाका कक्षाहरू छन्, ती ठुला भनिएका भाषा कक्षाहरू भन्दा अझ नेपाली त अझ ठुलो भएछ भन्ने खालको बनाएर लैजान सकियो भने मलाई लाग्छ बच्चाहरू यो क्लासमा मात्रै होइन उनीहरूको रेगुलर क्लासरुममा पनि, किनकि यसले उनीहरूलाई ऊर्जा थपेर, किनकि मैले देखेको छु, मैले कतिपय स्कुलहरूमा अनुभव पनि गरेको छु, कहीँ कतिपय बच्चाहरू नेपाली बच्चाहरू छन् थुप्रै तर उनीहरू बाहिर एक्सपोजै हुनु खोज्दैनन्, कहीँ बच्चाहरू त्यति धेरै पनि छैनन् तर उनीहरू एक्सपोज भइरहेका छन्। किन भन्दा त्यो कहीँ न कहीँ केही न केही यो कुराको चेतना हो। त्यसैले म हाम्रो यस ब्राम्पटन, मिसिसागा, क्यालेटन, जर्ज टाउन अथवा जिटिएमा रहनुभएका सम्पूर्ण अभिभावकज्यूहरू र विभिन्न सङ्घ संस्थाका प्रतिनिधि अथवा संस्थाका अध्यक्ष अथवा के हुनुहुन्छ उहाँहरूको संस्थामा, उहाँहरूले पनि यो कुरालाई पनि एकचोटि मनन गरेर ओहो अलिकति 2 मिनट भए टाइम छुट्याएर यो बारेमा डिस्कस गरिदिउँ न त, र के हो त यसलाई हामीले कसरी यसलाई अझ हाम्रो भाषालाई बढी गर्न सकिन्छ त, संस्कृतिलाई कसरी बढी हाम्रो कम्युनिटीमा लैजान सकिन्छ त भन्ने बारेमा ध्यान पुर्याउनु हुनेछ र ध्यान पुर्याइदिनु हुनेछ भन्ने पुर्याउनुहोस् भन्नका लागि म यही प्लेटफर्म मार्फत अनुरोध पनि गर्न चाहन्छु। हुन्छ सर, अब यसमा हामी फेरि बसेर छलफल पनि गरौँला किनभने हामी नै हो समुदायका सदस्य पनि होइन। हुन्छ सर, अब मनिषा म्याम केही मैले छुटाएँ, हजुरलाई थप्नु छ भने कृपया एक मिनटमा, मेरो ओरिजिनल प्लान 9 बजे सिद्धाउने हो, ल 1 मिनटको समय हजुरलाई। कुरा त सबै नै समेटिसकेका छ, सबैजना साथीहरूले भनिसक्नु भएको छ। त्यही हो, अब मेन कुरा चाहिँ अब हामीले यसलाई चाहिँ त्यही अघि भरत सरले भने जस्तै क्रेडिट क्लासमा लिएर जाने, त्यो चाहिँ हाम्रो चाहिँ लङ टर्म गोल हुनुपर्छ, बिग गोल। अब सानो सानो कुरामा चाहिँ अलिकति हामीलाई हामीलाई चाहिँ अहिले पाठ्य पुस्तक भन्दा पनि अस्ति नै एकचोटि कुराहरू भएको थियो पाठ्य पुस्तक बनाउने भन्ने कुरा। हाम्रो लागि चाहिँ पाठ्य पुस्तक बनाउनु भन्दा पनि हामीलाई ह्यान्ड्स अन मटेरियल्स कुनै, मेरो विचारमा चाहिँ हामी सबैले पनि छलफल गर्यो, हाम्रो साथीहरू पाठ्य पुस्तक बनाउँदा जुन पैसाले हामीले पाठ्य पुस्तक बनाउँछौँ त्यो पैसा चाहिँ हामीले बच्चाहरूलाई ह्यान्ड्स अन मटेरियल्स दिन सक्यो भने हाम्रो क्लासमा चाहिँ बच्चाहरू खुसी हुँदै आउँछन्। बच्चाहरूलाई हामीले नयाँ रूपले प्ले बेस्ड अथवा ह्यान्ड्स अन गरेर उनीहरूलाई इङ्गेज गरेर एज अ गेम हामीले चाहिँ यो नेपाली, उनीहरूको नेपाली ज्ञान, नेपाली सिपलाई चाहिँ अर्को लेभलमा लैजान सक्छौँ जस्तो मलाई लाग्छ। त्यही भएर हामीलाई चाहिँ मेन कुरा चाहिँ त्यही कुराको कमी छ। त्यही भएर जसले पनि अब कम्युनिटीहरूले पाठ्यक्रममा पाठ्य पुस्तकमा पैसा खर्च गर्न सोच्नु भएको छ भने यो कुरा चाहिँ यही
मञ्च मार्फत म हजुरहरूलाई एउटा कुरा म भन्न चाहन्छु कि प्लिज यो कुरामा एकचोटि विचार गरिदिनुहोस्। अलिकति हजुरहरूको बजेट छ भने योतिर छुट्यायो भने चाहिँ बच्चाहरू धेरै खुसी स्कुल आएर हामीले उनीहरूलाई राम्रो गर्न सक्छौँ जस्तो लाग्छ। थ्याङ्क यू। प्रतिभा म्याम केही थप्नु, मैले छुट्याएँ कि हजुरलाई केही थप्ने मन छ भने प्लिज। हजुर सबै आइसक्यो। त्यही हो, मैले चाहिँ अब त्यही हो, सानो बच्चाहरूलाई चाहिँ अनि सानैबाट के जो बच्चाहरू अब हुन्छ नि बिच्चाबाट राख्नुभन्दा सानो बेसबाटै किन्डरगार्टनदेखि नै राख्दै जानुभयो भने चाहिँ उनीहरूलाई आफै मोटिभेट चाहिँ हुँदो रहेछन् बच्चाहरू होइन। बिचमा गएर ग्रेड 4-5मा ल्याएर राख्नुभन्दा ए नेपाली स्कुल यो हो होइन भनेपछि उनीहरूलाई एकदमै सजिलो पनि हुँदो रहेछ। अब कति मैले 4-5 वर्षबाट पढाएँ जुन त्यो बच्चाहरू चाहिँ अलिक डिफ्रेन्स हेर्दाखेरि चाहिँ उनीहरू आउन आफै इच्छाले नै आउन खोजिरहेको छन्। उनीहरूको रुटिन बन्दो रहेछ कि, सरी म्याडम इन्टरप्ट गरेँ, उनीहरूको रुटिन बन्दो रहेछ कि सानैबाट रुटिन बनाइदियो भने चाहिँ मेरो शनिबार त्यहाँ जानु छ भन्ने खालको काइन्ड अफ रुटिन डेभलप भइसक्दो रहेछ। उनीहरू पछि चाहिँ गाह्रो मान्दा रहेछन्। एकैचोटि ग्रेड 4-5मा मेरो क्लासमा आउँदाखेरि किन्डरगार्टनदेखि आएको मान्छेले त कति उनीहरूले इम्प्रुभ गरेको छ। ग्रेड 5 आउनेहरूले त 6 आउनेहरूले त भल्ल क ख ग घ सिकिसकेको छ। उनीहरूले सेन्टेन्स फर्मेसन गर्न सिकिसकेका हुन्छ, कम्पोजिङ डिकम्पोजिङ नम्बरको सिकिसकेका हुन्छ। धेरै फरक छ। मैले नि एक्जाम्पल देखेँ, एकजना 6 ग्रेडको थियो, सानोदेखि नै मैले पढाएको मलाई याद छ। अनि 6देखि चाहिँ आउन मिलेन, उसको प्यारेन्ट्सको के कारणवश नमिलेन। मलाई एकदमै आउन मन लागिरहेको छ नेपाली स्कुल, तर मेरो प्यारेन्ट्सको नमिल्दाखेरि मैले आउन पाइनँ भनेर उसले सेयर गरेको एकजनाको। अनि त्यही भएर चाहिँ मैले लाइभ एक्जाम्पल देख्दाखेरि चाहिँ त्यही सानोबाटै राखिदिउँ। अब कोही सानो बच्चाहरू हुन्छ भने त्यही नै हो रिक्वेस्ट प्यारेन्ट्सहरूलाई। सर केही छ? म एकदम सर्टकटमा भन्छु है त। जस्तै म एउटा इक्जाम्पल के भने, मैले लगभग 2 वर्ष पहिले होला मेरो एकजना साथीलाई उहाँको बच्चालाई चाहिँ नेपाली स्कुलमा जोइन गर्न भन्नु मैले रिक्वेस्ट गरेँ। उहाँले के भन्नुभयो भने, अलि नाम नभनौँ, उहाँले के भन्नु, मेरो बच्चाले नेपाली खराब भन्छ म किन जोइन गर्ने भन्नुभयो होइन। अब मैले त्यस्तो अब एकदम कोही डिफिकल्ट प्यारेन्ट हुन्छ उहाँलाई त खासै केही भन्नु छैन। तर मेरो रिक्वेस्ट के हो भने, नेपाली आउने बच्चालाई नेपालीमा जोइन गर्ने, नेपाली पढाउन मात्रै होइन। मैले अघि भने जस्तो यो हाम्रो संस्कार संस्कृति यो पुरा जान्नको लागि, नेपाली कल्चरको लागि, साथीहरू बनाउनको लागि, समाज नेपाली समाज कस्तो छ भनेर जान्नको लागि, हामी नेपाली समाजको उत्थान गर्नको लागि पनि प्यारेन्ट्सहरूले यदि जोइन गराउनु भएको छैन भने र जोइन गराउने मनस्थिति छैन भने पनि आजदेखि नेपाली क्लासमा हालिदिनुहोस्। त्यसबाट हजुरको बच्चाले केही न केही डेफिनेटली सिक्छ र सिकाउने जिम्मा हाम्रो भयो होइन। अब सबैको सहयोग चाहिन्छ अरे होइन, जति सकिन्छ। एकदम हामीले योवा नै गर्छौँ भनेर त म ग्यारेन्टी गर्न सक्दिनँ। बच्चाले केही न केही सिक्छ होइन, त्यो एउटा त्यो भयो। अनि अर्को कुरा आइसकेको छ र हामी सबैलाई यही प्लेटफर्मबाट सबैलाई म के अनुरोध गर्छु भने, हामीले 2टा काम चाहिँ गरौँ सोसाइटीको लागि। यो हाम्रो सोसाइटीको लागि मात्रै होइन, यो हामीहरूको लागि पनि, हाम्रो बच्चाहरूको लागि पनि। 2टा काम। 1 नम्बरमा के गरौँ भने, एउटा करिकुलम बनाऊँ। सकिन्छ भने होल क्यानाडामा लागु हुने गरी, सकिँदैन भने हाम्रो ब्राम्पटन सेन्टिनेलमा मात्रै लागु हुने गरी भए पनि एउटा करिकुलमको लागि म यहाँबाट अनुरोध गर्न चाहन्छु। जति सक्दो छिटो हामीले चाहिँ जस्तै हाम्रो कुरा धेरै गर्ने, काम कम गर्ने बानीलाई त्यागेर जस्ट अपोजिट गरौँ। काम बढी गर्ने, कुरा कम गर्ने गरे एउटा करिकुलम सबैको सहयोगले एउटा बनाऊँ होइन। अब यसको लागि के सहयोग चाहिन्छ, अब जति सकिन्छ सबैले आफ्नो ठाउँबाट प्रयास गरौँ। एउटा काम त्यो गरौँ। अनि अर्को काम चाहिँ अघि म्याडमले भने जस्तै हाम्रो क्रेडिट क्लास सञ्चालन गर्न चाहिँ लङ टर्म गोल नभएर यसलाई चाहिँ सर्ट टर्म गोल जस्तो राखेर पनि गर्न सकिन्छ होला होइन। जस्तै किन अहिले हाम्रो ग्रेड 8 छ, यसैलाई नेक्स्ट इयरबाट जस्तै अलिकति पहल कदमी गऱ्यो भने अहिलेको ग्रेड 8 को बच्चा चाहिँ ग्रेड 9मा गएर क्रेडिट क्लासमा पढ्न सक्छन् होइन। उसको क्रेडिट हुनु भनेको जस्तै हप्तामा 1 दिन र वर्षमा 30 हप्ता गएर 52 हप्तामा चाहिँ 30 हप्ता गएर उसको केही क्रेडिट हुन्छ भने वाइ नट, लेट्स ट्राई होइन। त्यो गर्न नसकिन सकिन्छ। र हाम्रो यो भरतजीले भने जस्तो एउटा संस्थाले गरेर नसक्यो भने सबै संस्थाहरू मिलेर हाम्रो नेपालीहरूको लागि हामी नेपालीहरूले नै गरौँ भनेर म यहाँबाट अनुरोध गर्न चाहन्छु। र अन्त्यमा यो अपर्च्युनिटी दिनुभएकोमा टोरन्टो नेपाल न्युज लगायत हाम्रो मोहनजीलाई मुरी धन्यवाद दिन चाहन्छु र साथीहरूलाई पनि एकदम नमस्कार। हुन्छ, अब हामी अन्तिममा छौँ। यो सिद्ध्याउनुभन्दा अगाडि मैले सम्झिन चाहेँ एनसिएनसीका हाम्रो वर्तमान बोर्डका साथीहरू र पहिलाका साथीहरू जसले नेपाली स्कुललाई, हाम्रो नेपाली समुदायलाई पनि पिल डिस्ट्रिक्ट बोर्डमा जोड्नु भयो अफिसियल्ली। र हप्तामा 1 दिन भए पनि नेपाली क्लास हुन्छ। र अहिले त हामी ब्राम्पटनमा प्राउडली भन्छौँ वी आर नम्बर 1, किनभने सबैभन्दा बढी क्लास हाम्रो छ होइन त? ठिक छ, एकदमै हो, एकदमै सबैभन्दा बढी क्लास हाम्रो छ, सबैभन्दा बढी स्टुडेन्ट भएको हाम्रो। किन योभन्दा पहिले चाहिँ तपाईँको हिन्दी र पन्जाबीको एकदम म्याक्सिमम हुन्थ्यो। अहिले चाहिँ तिनीहरूलाई पनि बिट गरेर हामी चाहिँ अहिले विगत यो तेस्रो वर्ष भनौँ न, तेस्रो वर्ष भयो सबभन्दा बढी स्टुडेन्ट नेपालीको छ कि। अनि त्यहाँको के भन्छ प्रिन्सिपलले पनि
प्राउडली के भनेको छ कङ्ग्रेचुलेसन भनेको थियो कि हाम्रो 2 वर्ष पहिले प्रिन्सिपलले तिम्रो स्टुडेन्ट चाहिँ सबभन्दा बढी भएको छ कङ्ग्रेचुलेसन भनेर हामीलाई चाहिँ एक किसिमले उसले रेकग्नाइज गरेको थियो होइन किन हाम्रो ल्याङ्ग्वेज भनेको एकदम माइनोरिटीमा पर्ने ल्याङ्ग्वेजलाई पनि उसले रेकग्नाइज गर्नु भनेको र ब्राम्पटनमा उसले चाहिँ एनाउन्स गर्नु भनेको जस्तै इट्स अ म्याटर अफ हाम्रो प्राउडको कुरा हो कि चाहिँ प्राउड फिल हुनुपर्छ हामी मात्रै होइन सबै नेपाली कम्युनिटी प्राउड हुनुपर्छ कि किनभने यो ग्रो भइरह यसलाई चाहिँ अझै ग्रो गर्दै जाऊँ सबैको सहयोग चाहिन्छ सबैले ट्राई गरौँ एनसिएनसीको वर्तमान अध्यक्ष दिनेशजी उहाँ रात दिन यसको लागि खटिरहनु भएको हुन्छ उहाँको मिनेटमा उहाँले म्यासेजहरू रिले गरिरहनु भएको हुन्छ हामी सबै कम्युनिटीसँग जोडिरहनु भएको हुन्छ अब दिनेशजी पर्सनली अहिले एनसिएनसीको अध्यक्ष हुनुहुन्छ त्यो छुट्टै कुरा हो तर एनसिएनसीको अध्यक्ष छोड्दा पनि उहाँ चाहिँ हाम्रो यो नेपाली क्लासको लागि चाहिँ वान अफ द स्ट्रङ पिलर हो उहाँलाई पनि सम्झ्यौँ नारायण रेग्मीदेखि लिएर अहिले जसले योभन्दा अगाडि जसले यो क्लासमा सर्भिस गर्नुभयो अब अघि भने नि मैले समाजसेवा भन्यौँ हामीले होइन जसले शिक्षण गर्नुभयो उहाँहरूलाई सम्झिँदै यहाँहरू सबैलाई समय दिनुभयो त्यसको लागि